नमस्ते। एन्जल कोरियन भाषा चाबेल शाखाबाट नियमित रूपमा यहाँहरूको माझमा युट्युबबाट बेसिक कोरियन भाषा क्लास लिएर आइरहेको छु। म कोरियन भाषा प्रशिक्षक रामकुमार भण्डारी आजको अङ्कमा पनि उपस्थित भइसकेको छु। विद्यार्थी साथीहरू, पक्कै पनि यो अङ्कमा आइपुग्दाखेरि यहाँहरूले धेरै कुराहरू त सिकिसक्नु भएको छ जस्तो मलाई लाग्छ। योभन्दा अघिल्लो अङ्कमा हामीले वाक्य संरचना पढेका थियौँ भने आजको अङ्कमा हामी WH अर्थात् क्वेसन मार्क शब्द पढ्नेछौँ। त्योभन्दा अगाडि यहाँहरूलाई एउटा जानकारी गराउँ। यदि यहाँहरू फिजिकल रूपमा कोरियन भाषा क्लास लिन चाहनुहुन्छ भने सम्झिन सक्नुहुन्छ एन्जल कोरियन भाषालाई, र यहाँहरूले चाबेलमा पाएको पर्छ भने चाबेलमा उपस्थित भएर फिजिकल क्लास लिन सक्नुहुन्छ, र बागबजारमा पाएको पर्छ भने बागबजारमा उपस्थित भएर फिजिकल क्लास लिन सक्नुहुन्छ। र साथै होस्टेलको खोजीमा हुनुहुन्छ भने एन्जल कोरियन भाषा चाबेल शाखाको एरी बोइज होस्टेल चाबेलमा रहेको छ भने एन्जल कोरियन भाषाको बोइज होस्टेल बागबजारमा पनि रहेको छ। यदि यहाँहरू होस्टेल बसेर पढ्न चाहनुहुन्छ भने कृपया नम्बर यहाँ छ, टक्क लाएर फोन हानिहाल्ने, होस्टेल बुक गरिहाल्ने, बसेर पढ्न सुरु गरिहाल्ने। म पनि यता सुरु गरिहाल्ने है त। ल, आजको टपिक छ हाम्रो WH है। के छ त? WH छ, अर्थात् यो WH फेरि कस्तो त भन्दा क्वेसन मार्क, जुन कि तपाईँ कता जान लाग्नु भएको हैन। अब यहाँनिर कताले क्वेसन गर्यो हैन, तपाईले के खानुहुन्छ प्रश्न सोध्यो। तपाईको घर कहाँ हो? अब यहाँ पनि के भयो त? प्रश्न सोधियो। भने त्यस्तै चाहिँ कोरियन भाषामा पनि जस्तो नेपालीमा हामीले शब्दहरूको बीचमा कुनै वर्ड राखियो भने जुन कि त्यो स्वतः क्वेसन हुन्छ भने त्यस्तै चाहिँ कोरियन भाषामा पनि वर्डहरू छन्। आजको अङ्कमा हामी त्यही हेर्नेछौँ। ल आउनुहोस् म सँगसँगै। अब यहाँनिर छ, ल केही वर्डहरू छ, ध्यान दिनुहोस् है। अब अगाडि सुरुमा भनेको छ मुअत। मुअत भनेको छ। अब यो मुअत भनेको के है? के जस्तै अगाडि यहाँ छ मुअत भनेको छ, मुअत भनेको पनि के, अनि त्यसैगरी म भनेको पनि के। यो दुईटैको अर्थ एउटै लाग्छ है। अनि त्यसैगरी अतखे, अतखे। अब यहाँ अतखे भयो कसरी। अब यहाँ अतखे कसरी भयो त नि भन्दाखेरि शब्दको बीचमा ग आउँदाखेरि त ग नै उच्चारण हुने हो भनेर हामीले पढिएको हो नि त। तर यहाँनिर के छ भने फाक्षिनको रूपमा ह आएर लगत्तै ग आउँछ भने यो ग को उच्चारण ख गरिन्छ है। ख गरिन्छ, अर्थात् अतखे कसरी। त्यसैगरी अन्जे, अन्जे भनेको कहिले। ल हेर्नुहोस् त, कहिले। अनि त्यसैगरी नुगा, नुगा भनेको कसले, नुगा भनेको कसले। अनि त्यसैगरी अनु अथवा मुसन, यो दुईटैको अर्थ कुन चाहिँ भन्ने हुन्छ है। यसको प्रयोग विधि भने फरक छ, म अहिले केही समयमा तपाईहरुलाई सिकाउने छु। ल, अनि त्यसैगरी नुगु, नुगु भनेको को। अनि त्यसैगरी ओए, ओए भनेको किन है, किन। अनि त्यसैगरी अदि, अदि भन्यो भने कहाँ। अनि त्यसैगरी अल्मा, अल्मा भन्यो भने कति, यो चाहिँ मूल्यमा प्रयोग गरिन्छ। अनि त्यसैगरी नुगुरुल, नुगुरुल अर्थात् कसलाई। नुगुए, नुगुए भनेको कसको। अनि त्यस्तै गरी अत्तन, अत्तन भन्यो भने कस्तो भन्ने बुझिन्छ भने म्याद भनेको कति। अब यो भनेको उमेरहरूसँग सम्बन्धित हुन्छ है त। अब यो WH लाई यहाँहरूले एकपटक मिनिङको रूपमा पढ्नको लागि स्क्रिनशट गरिहाल्नुहोस् न त। ल, अगाडिको यहाँहरूले स्क्रिनशट गरिसक्नु भएको छ, त्यसलाई यहाँहरूले नोटबुकमा चट्ट मिलाएर मिनिङको रूपमा पढ्नुहोस् है त। ल, म भने लाग्छु तिनीहरूको एक एक गरेर व्याख्या तर्फ। अब यहाँ WH को प्रयोग भनेको छ। अब यो WH को
प्रयोग जुन यो वर्डको प्रयोग छ कसरी गरिँदो रहेछ त नि कोरियनमा ल हेरौँ है त मुअर अथवा मुअ भनेको छ यो के भनेको है अब जस्तै यहाँनिर हेरौँ इ ग सुन मुअस इम्निका भनेको छ यो के हो भनेको छ है यो के हो भनेको छ अनि त्यसैगरी इ रुमी मएयो ल हेर्नुस् त इ रुमी मएयो नाम के हो भनेर सोधेको छ है अनि हामीले हिजो पढेका थियौं बनिदा सुनिदा अयो आयो ययो वयो हेयो भनेर पढेका थियौं हैन त अब त्यो मध्येमा हामीले जति पनि बनिदा अथवा सुनिदाको है बनिदा सुनिदाको पछाडीको दा हटाएर है के हटाएर दा हटाएर अनि हामीले का जोड्नु पर्छ प्रश्न बनाउँदाखेरि है यो भनेको एएनएस एन्सर फर्म हो भने अब यो पछाडीको जुन दा हटाइसके पछाडी का जोडियो भने यो क्वेशन फर्म हुन्छ है क्वेशन फर्म हुन्छ यो पनि केमा त भन्दा फर्मलमा यो नर्मल बुझिराख्नुस् है यो फर्मलमा अनि त्यसैगरी अर्को छ फेरि अयो आयो है इन्फर्मल वाला आयो अयो अनि त्यस्तै गरी ययो अनि त्यस्तै गरी हेयो अनि त्यसै गरी वयो पनि लेख्दिउ न त हैन त वयो को पछाडी जति पनि यसको पछाडी जुन डट हुन्छ यो डट भयो भने यो एन्सर फर्म हुन्छ म यता एएनएस एन्सर फर्म लेख्दिन्छु अनि यही फेरि यसैको पछाडीको है इन्फर्मलको अन्तिममा लेखिने डट भन्छु बुझ्नु होला है डटलाई हटाएर प्रश्नवाचक चिन्ह राखेमा यो प्रश्न बन्छ है प्रश्न बन्छ ल अब यो पनि बुझिहालौं अब हामीले कस्तो भने बनिदा सुन्निदा भनेको एन्सर फर्ममा लगाइन्छ भने बनिका सुन्निका गरियो भने त्यो क्वेशन फर्म गयो अनि त्यसैगरी अयो आयो ययो वयो हेयोको पछाडी रहेको डटलाई हटाएर क्वेशन मार्क राखिदियौ भने त्यो पनि के हुन्छ त प्रश्नमा परिणत हुन्छ तर प्रश्न बनाउनु भन्दा अगाडिको वर्ड कस्तो छ त नि मैले भात खान्छु हैन मैले भात खान्छु अथवा के मैले भात खान्छु प्रश्न सोध्ने यसरी हैन हो जसरी हामीले नेपालीमा प्रश्न सोधिन्छ त्यसैगरी सोध्न मिल्छ यति फरक हो कि एन्सर फर्म र प्रश्न फर्मको अन्तिमको सेन्टेन्समा यदि इन्फर्मल छ डट हटेर क्वेशन मार्क बन्छ रहन्छ अनि यदि बनिदा सुन्निदा छ भने पछाडीको दा हटेर पछाडी का जोडिन्छ यो कुरा बुझ्नु होला है त ल अब हामी यहाँ थियौं जस्तै यहाँनिर हेर्नुस् त हैन इ ग सुन मुअस इम्निका भनेको छ हैन मुअस इम्निका अर्थात यो इ दाबाट है इ दाबाट दा हटेर बनिदा सुन्निदा अर्थात यहाँनिर के भयो त इम्निदा हो अब यो इम्निदा एन्सर फर्म भयो यसको दा हटेर प्लस के भएको छ त यहाँनिर का जोडिएको छ अनि यहाँ क्वेशन फर्म भयो भने यहाँ यही हो हैन म यही हो अब यहाँनिर इन्फर्मल छ यो के भयो त क्वेशन फर्म बन्यो है त ल अब अर्को हेरौं अदि जस्तै यहाँनिर छ रामसिनन अदिरो खाम्निका भनेको छ रामजी कता जानुहुन्छ ल हेर्नुस् त अनि त्यसैगरी फाङसिनन अदि एस वा सुम्निका तपाई कहाँदेखि आउनु भएको हो अर्थात यो के को त अदिको है ल अनि त्यसैगरी अन्जेको पनि हेरिहालौं कहिले हैन हानगुगे
अन्जे खाम्निका कोरिया कहिले जानुहुन्छ ल हेर्नुस् त अब कोरिया भर्खरै कोरियन भाषा पढ्दैछौँ कोरिया त जाउँला नि पास गरेर हामी किनभने मेहनती छौँ अबको एक्जाममा 40 मा 40 पक्कै ल्याइन्छ ढुक्क हो है त किनभने यो मेहनत तपाईले गर्नुपर्छ ओके ओए भनेको किन ल अझे हाक्योए ओए आन वासुनिका हिजो स्कुल किन आउनु भएन प्रश्न सोध्यो अब यसमा एन्सर अब तपाईको रिजन के हो त्यो भन्न मिल्यो है त ल यसलाई पनि स्क्रिनशट गर्नुस् र यसलाई प्र्याक्टिस गर्नुस् है त ल विद्यार्थी साथीहरूले यो भन्दा अगाडिको पक्कै पनि स्क्रिनशट गरिसक्नु भएको छ र आफ्नो नोटबुकमा पनि पक्कै लेखेर प्र्याक्टिस गर्नुहुन्छ हैन त ल अब हामी जाउँ 5 नम्बरमा छ अनु अनि मुसुन भनेको छ यसलाई पनि हेरिहालौं है त अब यहाँनेर छ अनु भनेको छ अनि मुसुन भनेको छ कुन अब प्राय अनु अर्थात यो अनुलाई प्राय ठाउँसँग सम्बन्धित हुन्छ भने मुसुन भनेको सोचाइसँग प्रयोग गरिन्छ ल जस्तै अनु भनेको हैन तपाई कुन देशबाट आउनुभयो तपाई कुन ठाउँबाट आउनुभयो आदि इत्यादि प्रयोग गरिन्छ भने अनि यो अर्को फेरि मुसुनलाई तपाईले के काम गर्न चाहनुहुन्छ त्यो सोचाइको बारेमा सोधिन्छ है ल अब यहाँनेर हेरौं 1 नम्बरमा अनु छ अनु नारायस वासनिका भनेको छ कुन देशबाट आउनु भएको हो भनेको छ ल हेर्नुस् त अनि त्यस्तै गरी 2 नम्बरमा छ मुसुन इरुल हागो सिप्सुनिका कुन काम गर्न चाहनुहुन्छ भनेर क्वेशन सोधेको छ है त ल अनि 6 नम्बर हेरौं नुगुरुल अनि त्यसैगरी नुगु एगे अर्थात यो तीनवटैको अर्थ नुगुरुल कोलाई अथवा कसलाई नुगु एगे पनि कसलाई भन्ने अर्थ दिन्छ है त ल अब यहाँनेर हेरौं 1 नम्बरमा छ छिबे नुगु साराम ओम्निका भने घरमा को मान्छे आउनु भयो आन्सर सोध्यो है त ल अनि अर्को छ 2 नम्बरमा फेरि नुगुरुल मान्नागो सिप्सुम्निका कसलाई भेट्न चाहनुहुन्छ ल हेर्नुस् त सोधेको प्रश्न है कसलाई भेट्न चाहनुहुन्छ अरे अनि अर्को छ 3 नम्बरमा फेरि ई सारामुन नुगु इम्निका यो मानिस चाहिँ को हो भनेर प्रश्न सोध्यो है त अब यसरी हामीले WH वर्डको प्रयोग गर्न सकिन्छ र कोरियनमा यसै गरी प्रयोग हुन्छ ल अर्को हेरौं म्याद अनि अल्मा 7 नम्बरमा छ म्याद अनि अल्मा जसको अर्थ हुन्छ कति हाउ मेनी अथवा हाउ मच भनेको छ इंग्लिशमा अब यहाँनेर हेरौं कुनै व्यक्तिको उमेर सोध्नु परेमा म्याद ल ध्यान दिनुस् है व्यक्तिको उमेर सोध्नु परेमा म्याद र कुनै वस्तुको परिमाण तथा मूल्य सोध्दा अल्माको प्रयोग गरिन्छ ल जस्तै उदाहरण हेरौं फोगी हैन नाइनन म्यादसाल इन्निका उमेर कति भयो अब ल हेर्नुस् है नाइनन म्यादसाल इन्निका उमेर कति भयो अब तपाई आफ्नो उमेर भन्दियो है म यति वर्षको भए त्यो भन्ने बेलामा ओरिजिनल कोरियन नम्बरबाट भनिन्छ बुझ्नु भयो नि यति वर्ष 20 21 22 23 भन्नु पर्यो भने त्यसलाई हामी केमा त ओरिजिनल कोरियन नम्बरमा आन्सर दिइन्छ अनि त्यसैगरी सागवा अल्मा इम्निका यो स्याउको मूल्य कति हो अब यो मूल्यलाई भन्दाखेरि फेरि हामी सिनो कोरियन नम्बरबाट भनिन्छ यो स्याउको मूल्य यति हो भनेर भनिन्छ है त ल साथीहरु यसलाई पनि स्क्रिनशट गरिहाल्नुस् अनि म भने थोरै अगाडि लाग्छु है ल विद्यार्थी साथीहरुले अगाडिको WH वर्डको बारेमा त पक्कै पनि राम्रोसँग बुझ्नु भयो जस्तो मलाई लाग्छ यदि यहाँहरुले त्यो नबुझेको खण्डमा मलाई यहाँनेर WhatsApp अथवा भाइबरमा मेसेज गर्न सक्नुहुन्छ यो मैले बारम्बार भन्दै आएको छु घरिघरि त मलाई लाग्छ विद्यार्थी भाइ बहिनीहरुले पढ्नुहुन्छ तर कस्तो लाग्यो भनेर फिडब्याक चाहिँ दिनुहुन्न त्योमा चाहिँ अलिकति गाह्रो छ हैन त मलाई लाग्छ विद्यार्थी साथीहरुले भिडियो त हेर्नुहुन्छ
तर कमेन्ट गर्न चाहिँ अल्छी गर्नुहुन्छ। र यदि तपाईलाई यो पढाइ यो अध्ययन राम्रो लागिरहेको छ भने साथीहरुलाई शेयर गर्न पनि सक्नुहुन्छ र कस्तो लाग्यो कमेन्ट पनि गर्न सक्नुहुन्छ है त। अब हामीले WHO सम्म त पढिसक्यौं। अब हामी अगाडि जान्छौं पार्टिकल्स अर्थात छोसा है यहाँ अगाडि जान्छौं। अब यो पार्टिकल भनेको के हो त नि भन्ने विषयमा थोरै म बुझाउँछु। यो पार्टिकल भनेको कस्तो हो भने कोरियन भाषामा पार्टिकल भन्नाले वाक्यमा शब्दहरूको सम्बन्ध देखाउन सानो शब्द हो जुन प्राय नाम अर्थात नाउनको पछि लाग्छ है। नाउनसँग पछि प्रयोग हुन्छ। जस्तै यहाँनेर नाउन प्लस इरगा यहाँनेर छ हैन। पार्टिकल नेपालीमा लेलाई कोबाट सँग मा जस्ता सहायक शब्दहरू हुन्। जस्तै कोरियनमा उन्नुन भन्यो भने चाहिँ इरगा भन्यो भने ले अनि त्यस्तै गरी उलरुल भन्यो भने लाई ए भन्यो भने मा। अब यो एस भन्यो भने बाटदेखि मा बाटदेखि अनि त्यसै गरी मा भन्ने हुन्छ वा ग्वा दो यस्ता हुन्छन्। यी शब्दहरू हामीले पार्टिकलको रूपमा पढ्नु पर्छ। बुझ्नु भएको छ नि। अब यो पार्टिकलको रूपमा यो पढ्दै गर्दाखेरि एउटा कुरो कस्तो हुन्छ भने कोरियन भाषामा यसले अर्थ नदिन पनि सक्छ कुनै बेला। तर कोरियनमा शब्द मिठास अर्थात सेन्टेन्सको रूपमा हामीले यो पार्टिकल लगाउनै पर्छ नत्र भने सेन्टेन्स मिल्दैन। बुझ्नु भएको छ नि। अब मैले यो पार्टिकलको तपाईहरुलाई यो पढाउने विषयमा थोरै मिनिङको रूपमा दिन्छु। त्यो मिनिङको रूपमा तपाईहरु पढेर पूर्ण रूपमा तयारी हुनुस् र यसभन्दा पछाडीका अंकहरुमा चाहिँ हामी नियमित रूपमा तिनैलाई समावेश गर्ने छौं। ल है त यसलाई स्क्रिनशट गर्नु होला है त। म यसलाई स्लाइड गर्दिन्छु। ल अगाडि छ इरगा अनि त्यसैगरी 2 नम्बरमा उन्नुन अनि 3 नम्बरमा उलरुल अनि त्यसैगरी 4 नम्बरमा ए 5 नम्बरमा एस अनि त्यसैगरी एगे हान्थे कसैलाई कसैबाट अनि एगेसा हान्थे स कसैबाट वागुवा र सँग राङ इराङ र सँग भने दो पनि मान मात्र फाक्के बाहेक। अब यो छ यसलाई पनि स्क्रिनशट गर्नुस्। अनि त्यसैगरी काजी सम्म बुथ देखि हागो र सँग रो उरो तिरबाट द्वारा अनि ना इना वा जति अनि वे को। अब यसलाई फेरि हामीले ई पनि भनिन्छ हैन। यसको अर्थ फेरि हामीले ई पनि भनिन्छ। म यहाँ लेख्दिन्छु थोरै। यसको उच्चारण ठाउँ अनुसारले फरक हुन्छ है। ल अहिले यहाँनेर उई छ। यसको उच्चारण उई पनि गरिन्छ ई पनि गरिन्छ र ए पनि गरिन्छ। यो ठाउँ अनुसारले फरक हुन्छ। छरम खाची जस्तै अनि फोदा भन्दा मादा हरेक अनि त्यसैगरी चुम छङ्दो लगभग अनि त्यसैगरी मानखुम भनेको जति। अबका नियमित क्लासहरुमा यो पार्टिकलहरु सकेर अनि हामी त्यसपछि फुलगेचिक प्रवेश गर्छौं। फुलगेचिक प्रवेश गरेर त्यो सकिसके पछाडी टेन्समा प्रवेश गर्छौं र तपाईहरुले यसलाई मिनिङको रूपमा राम्रोसँग कण्ठ बनाएर तयारी अवस्थामा बस्नु होला। म भने भोलिको टपिकमा अर्थात अब आउने टपिकमा इरगा उन्नुन उलरुल सहित आउने छु। त्यतिन्जेलसम्मको लागि मलाई पनि बिदा दिनुहोस्। नमस्ते।